यो फेरि कसो पैसाबाट ल्याइस्? हाई गाइस, तिम्रो पैसाबाट तिमीले इसामा राखेको पैसा मसँग त हुनु पर्यो के रे। अरु दाइमा गरिस् नि। हाई गाइस, ए त्यो घटाउने होला नि अझ उ गरिदिनु होला दिदी। -70 हो है दुईटाको। 35 दुना 70। म त मेरो भाग पनि ल्याएको ज्याला चाहियो त मलाई। नै मैले 30 भन्न खोजेको थिएन कि 35 सही भन्न खोजेको थिएँ। गाइस यो चिया हो ल, ट्रस्ट मी। पहिला चिया टेस्ट गर्न अन्त। हाई अब हामी चाहिँ त्यत्रा पट्टाहरु छ नि त। समोसा खाँदैछौँ। समोसा ए ओ गरौँ न त ल एकछिन ल गाइजहरु, अलिकति समस्या पर्यो। मैले आज मेरो बर्थडे छैन, मैले बर्थडे गिफ्ट गरेर कता त मान्छे छन्। हाई गाइस, फेरि पनि यो थर्ड टाइम भयो है हाई भनेको। यो कहाँको हो? घरको हो क्या नास्पति। अरू थिएन नि यति एउटा मात्रै पर्यो मेरो भागमा। दुईटा हालिदिनु भएको थियो के त्यो आँप अनि आँप अलिकति गिलित त भयो थियो। अनि सारा सारा ठुल्ठुला चाहिँ तिमीले हालिदिएको थियो। यो त काँचै खाने यस्तो छ नि आँप त मैले अस्ति काँचै खाएर गएको थिएँ। आँप मात्रै देखाउने हो तिमीले अगाडि, नास्पति छ है। अनि कागती खानु के त्यहाँ। ए आँप तर अस्तिको पनि सक्दै छैन, उहाँ बिरामी भएर खानु पाएन। उहाँ आज फ्रिजबाट निकालेर खान्छु। ए अनार पनि, अनार भन्दा दारिम भन्छौँ है हामीले। दारिम, यो घरको चाहिँ दारिम। दारिम नै हो त्यो। अनार भन्दैन हामीले। अनि त्यसपछि कागती छ है। कागज चाहिँ धेरै खानु। भात रुचेन भनिरहेको थिएँ अनि आन्टीले पठाइदिनु भएको। थ्याङ्क यू अङ्कल आन्टी। अब रुच्छ यति भएपछि। मेरो धेरै भ्लगमा पत्तर पत्तर गर्ने होइन, किनभने म छोटो भ्लग बनाउने। यो छ एकदम। हाई, हामी चाहिँ आज बिरयानी बनाउने प्लानिङमा छौँ। दिदीले आज कहाँबाट बिरयानी बनाउने जाँगर चल्यो, त्यही भएर हामी सामानहरू किनेर लिएर आएको कि। ओके, सामानहरू चाहिँ किनेर लिएर आयौँ। अब गएर बनाउने हो। बनाउने तयारी अनि म सबै देखाउँछु। दिदीको रेसिपी आज म सेयर गर्छु सबैजनालाई। बवाल मिठो हुन्छ। हाई, अब हाम्रो चाहिँ बिरयानी बनाउने जर्नी सुरु भइसक्यो। हाई हाई, मेरो चाहिँ प्याज काट्ने ऊ परेको छ, भागमा परेको छ। कतिले प्याज काट्ने हो गाइज? काम राम्रोसँग भएन भनेर मलाई यहाँ के भन्न पाइँदैन। गाइज हामी म्यारिनेट गर्न जाँदैछौँ है। अब के मसला चाहियो अरे? के मसला हो मलाई त थाहा छैन, दुईटा मसला भए पुग्ने होइन र? चिकन मसला र ऊ मसला लिएर आएको छ त। दिस वान एन्ड दिस वान, दुईवटा मसला लिएर आएको छ है साथीहरू। ए साबुन पनि दिन्छु फेरि दिँदा। अब यो चाहिँ कागती हालिन्छ है यसमा। गाइज भिडियो अलिकति रेकर्ड हुन बन्द भएछ कि यहाँ चाहिँ हामीले चिकन मसला हालिसक्यौँ त्यस पछाडि। अनि अब चाहिँ हाम्रो कस्तो कन्फ्युज भयो क्या, म अगाडि हामीले हालेँ त्यो उयो गरेकिन मैले भिडियो बनाएकिन भने। यसमा नुन हाल्यो, खुर्सानी हाल्यो, बेसार हाल्यो, अनि यो त्यसपछि एउटा यो चिकन मसला, अनि त्यस पछाडि उयो रातो खुर्सानी हालेको थियो, यो फर्स्टमा हालेको हो। अनि त्यसपछि बिरयानी मसला अब हाल्दैछौँ। बिरयानी मसला चाहिँ मैले पुलाउमा नै हाल्छु। यहाँ अलिकति मात्र हाल्छु के यसमा चाहिँ, किनभने टेस्ट आउने त पुलाउमा हो नि त, बिरयानीको टेस्ट चाहिने त। अनि यसमा राख्छु। यसै हालेको मात्र है थोरै। अब यही हाल्दैछौँ ल हामी म्यारिनेट गर्नलाई। गुलिवाला त होइन नि? होइन, प्याज फ्राई हुँदैछ। के भइरहेको यहाँ हेर्नु पर्यो क्यामेराबाटै। यो के प्याज अनि गरम मसला हालेको? ओके नाइस, बनिरहेको छ है गाइजहरू। सृजना दिदीको मात्रै मलाई बिरयानी मनपर्छ भनेर भन्छु नि म सबैसँग। किन भन्छु भन्ने अब यहाँबाट थाहा हुन्छ आज। लुक्स त खतरा छ त। ओ माई गॉड, दामी। ल यस्तै अझ मजाको कलर आउने। त्यस्तै कलर हाल्दैन नि त।
बिरयानीको मुख्य एभिडेन्स नै यही हो त नखिचेर हुन्छ हो वाउ पर्छ मान्छे घरदिनै यो पछि मिक्स भइहाल्छ यो आफै पकाउँदै पकाउँदै अलिक तेजपत्ता पनि बढी नै अब चाहिँ हामीले टक्क यहाँ लाग्छौँ ग्यासमा अनि अब चाहिँ यो चाहिँ हावा नपस्ने गरी थिच्नुपर्छ अब यसमा हावा त पस्ने होला पस्ने होला तर मैले सिलौटाले ए नाइस अब कति मिनट पर्खिनुपर्छ भने 20-25 मिनट पर्खिनुपर्छ धीमी आँचमा कस्तो फोकस गर्नुको ल है पाक्दै गाइज अब चाहिँ हामी धेरै इन्तजार पछि 5 घन्टाको इन्तजार पछि हाम्रो बन्दै लाइट अन ल है साथीहरू यस्तो आएको छ लुक्स चाहिँ म उ गर्छु ल है ओइ कस्तो दामी लुक्स ल रिया मिस्यो ओइ मैले कसम रिया भन्न लागेको थिएँ यार दिदी तैँले भन्नुभन्दा अगाडि मैले भन्ने मैले रिया भन्न लागेको थिएँ के हो मैले भन्दा बढी माया त दिदीले गर्न थालिन् त तेरो अब हामी गेम पनि खेल्छौँ सर्ट्स वाला गेम खेल्छौँ अब हामी हो यो चाहिँ गेम खेल्ने बनाऊँ न दिदी ओहो मजा यम 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 कति खान्छेस यो गेम खेल्ने हो के आफ्नो आफ्नो भाँडोको खेल्ने गेम चाहिँ गेममा नदेखाए भइगयो त अनि ए भगवान भोक लागेको बेला गेम खेलिरहन्छेस यहाँ लास्ट भोक लाग्यो यहाँ थुकाइराख वी आर ब्याक ल ओ माई गॉड लास्टै मिठो यार लास्टै मिठो भयो गेम चाहिँ नखेलौँ छोड्यो लोभी छ यार यो खेल चाहिँ गेममा मलाई रिस उठ्यो अब यसलाई गेम खेलाउँछु मैले फेरि हाई गाइज अब हामी गेम खेल्दैछौँ है बिरयानी खाने ल त्यही हो है ल अब यो कस्तो फुल स्क्रिनमा भइदिएको सुपर फुल स्क्रिन ल यो भयो होइन फर्स्टमा को खेल्छ पहिला रक पेपर सिजर गर्ने अनि जसको जसले जित्छ त्यसरी ल रक पेपर सिजर रक पेपर सिजर मैले जितेँ लगन क्या हो खाए जस्तै भएन क्या हो मासुहरू मुनि खायो त्यहाँ मैले भात हाल्दैछु कि राम्रोसँग भएन भनेर भएन सरी गाइस हामी यो बिरयानीमा सक्दैनौँ यो गेम हामी भोलि अर्कै कुरामा खेल्छौँ गेम है भोलि चटपटेमा पानीपुरी यो भिडियो राखिराख्ने हो त्यो रक पेपर सिजरमा खेल्ने हो त्यो चाहिँ सिजर पेपर रकमा खै के यार मासु भित्र ख त्यहाँ पहिला खाना यो भाँडोको पागल जस्तै मासु खानु मन लाग्यो सामान मात्रै हो यो खाने अनि त्यो भात पनि खाने अहिले त्यो मासु खाएर भात खालाउन भनेर होला खाँदैन
खालि मासु जति पनि छ त्यहाँ मुनि मुनि अनि भात खाँदा पनि म मासु किन खान्छु के हँ हामीलाई रायता पनि चाहिन्न साइदा पनि चाहिन्न मलाई चाहिँ चाहिन्छ तर खाइन मलाई मन पर्दैन रायता मलाई मनपर्छ ठिकै लाग्छ बिरयानीसँग चाहिँ यस्तो देखाउँछ नि खास देखाउने त्यसरी हो र अनि अलिकति डढेछ क्या ग्रेभी खाइदियो छैन कि अब यो भात त्यत्रो छ माथिबाट अनि कहाँ पाउँछ जस्तो नि ग्रेभी त भोलि बिहान अब ग्रेभीको पालो भोलि हो तेरो अब ग्रेभी खाने पालो ग्रेभी त्यही पनि के रह्यो होला त यस्तो डढिसकेर मासु भोलि भिज्यो भने मिठो हुन्छ कि अझ आजभन्दा के हो यो बाहिर यसो आउनु न बन्द गरिदेऊ न बाहिर किनेर के खान्छौ गाइज यहाँ सृजना गर्ल्स होस्टेलमा कन्ट्याक्ट गर्ने टक्क खाने के हो तर नेपालको टेस्ट यहाँ पाइन्छ तर म बनाउनु सधैँ कति वर्षपछि खाइस् 1 वर्ष त अझै पुगेन अस्ति हामी रुममा हुँदाखेरि राति फर्केर आएको कि हो ए सपना है सपना पनि थियो त साँच्ची हाई सपना आकृतिले हेर्छिन् के अरे भिडियो अब तिमी भेजौ आकृति यस्तो यस्तो नआएर भेजिटेरियनले भेज नआएर ल अब अरूले त हेर मुख मिठाऊ बस जतिले हेर्छौ होइन अब हामी इन्जोय गर्छौँ नि